हजुर भाइ भन्नुहोस् हौ थोडा मेरो उ थियो म बेङ्गलोर आएको थिएँ कि मेरो फ्लाइट छ अहिले चण्डीगढ जाने तपाईलाई मैले के रे तपाईँ यहाँनिर उहाँको गार्जेन हुनको कारणले मैले चाहिँ तपाईँलाई चाहिँ मैले सम्पर्क गर्न खोजे हो है। गार्जेनको यस्तो हेर्नुहोस् अब गार्जेन हुनको के फाइदा हुनु पर्यो हेर्नुहोस् अब कति नै अब आफै भनिदिनु जो मान्छेको मलाई केही फाइदै नै छैन मैले यत्रो गर्नको बाद मलाई अगर कुकुर जस्तो त मलाई त अब म उसको गार्जेन होइन हेर्नुहोस् अब यसले काम गर्छ ठिक छ गर्दैन नगरोस् मलाई त के फरक पर्छ। अब त मेरो बच्चाले भन्दैछन् त्यसलाई यहाँ पसाल्ने जो होइन कुरा छ किनकि उनीहरूले बहुत गरेका हुन् हेर्नुहोस् के अरे अब मैले मानवताको हैसियतले मैले तपाईँलाई अगाडि एउटा कहानी पनि बनाएँ एउटा तामाङ दाई रसुवाको तामाङ दाईलाई कुन तरिकाले मैले उद्धार गरेर पठाएको छु त्यस्तोहरू उद्धारहरू मैले धेरैको गरेको छु धेरैलाई गरे पनि एउटा म नेपाली भएको हैसियतले गर्दाखेरि अब धेरैलाई मैले उद्धार गरेको मान्छेहरूको मैले कुनै फोटो भिडियो पोस्ट पनि गरेको छैन त्यस्तो गरेको पनि वाला पनि छैन होइन। तर यो हाम्रो यो दाइको पनि मैले यसो हेर्दाखेरि दर्दनाक देखेँ दर्दनाक भेटेँ। अब हेर्नुहोस् ठिक छ यो कुरामा त्यही त तर मैले चाहिँ तपाईँलाई एउटा तपाईँहरू गार्जेन भएको कारणले गर्दाखेरि अब मरे पनि बाँचे पनि नेपालमै गएर होस् भन्ने चाहिँ मेरो चाहना हो। हेर्नुहोस् यहाँनिर अब हजुर एउटा नेपाली भएर हेर्नुहोस् मैले कुरा मान्छु हजुर एउटा नेपाली भएर हजुरले नेपालीलाई टिठाउनु भएको छ यसलाई आफ्नो शरीरको यसलाई आफै थाहा छैन कि मैले के गर्न छ जिन्दगीमा मैले के गर्न छैन दुनियाँ हँसाएर गयो यसले नेपालमा त्यस्तै यसले इष्टमित्रलाई हँसाछ यसले दिदी बहिनीलाई हेरेको छैन भाइलाई हेरेको छैन आफ्नो जन्म दिने आमालाई हेरेको छैन यसले जिन्दगीभर गर्ने के हो यसलाई हामीले राखेर गर्ने के हो भन्नुहोस् त यसलाई त यसको जब यसको घरको परिवारले मरेपछि फरक पर्दैन भनेपछि मलाई त झन् के छ भन्नुहोस् त एउटा बिहा गरेर बसियो श्रीमान भनेर यसलाई बसियो तपाईँको भनेपछि तपाईँको चाहिँ मेन तपाईँ चाहिँ उहाँको श्रीमती हुनुहुन्छ तर उहाँको असली श्रीमती हो कि गर्लफ्रेन्ड हो के हो त तपाईँ यथार्थ तपाईँ चाहिँ असली श्रीमती यसले पहिला जो सबभन्दा पहिला यसले बिहा गरेको थियो हेर्नुहोस् ठिक छ बिहा गरे उसले पहिला आफ्नो बिहा गरेको सिन्दुर हालेको सनलाई छोड्यो उसपछि यो पन्जाबतिर लाग्यो हेर्नुहोस् पन्जाबतिर लाग्यो मेरो श्रीमान बित्नु भयो थियो मेरो श्रीमान बितेपछि यस्तो भेट भयो ठिक छ हामीले त्यस्तै होइन यसै सिन्दुर हालेको हामी पक्का मतलब पुरा समाज बसालेर बिहा गरिएन एउटा ठिकै छ र उहाँको कोही अब मेन फ्यामिलीहरूको चाहिँ नम्बर केही दिनु भएदेखि हुन्थ्यो होइन। यहाँ बेबारिसे तरिकाले हेर्नुहोस् यो मान्छे यो तरिकाले हो भनेदेखि 1 महिना टिक्दैन एक महिनामै यो मान्छे मर्ने खालको मैले चाहिँ अवस्था मैले देखिसकेको छु है। के गर्ने है अब तपाईँलाई नम्बर कसको दिने पुरा परिवारको नम्बर त मैले खत्तम गरेँ हेर्नुहोस् उनले मसित खत्तम गरेँ मैले उसको किन उनले भी भनिदिए कि उनले मलाई खुदै भने अब यसको दिदीहरूले अब यसको आमाले मलाई भने बुहारी रहन्थ्यो उसले अब उसले सुध्री नै छैन त हामीले के गर्ने त कसको कन्ट्याक्ट दिने भाइ वहीँ थियो मलेसियामा भाइले कति यसको लागि गर्यो बिचरा भाइले यसले भाइलाई पनि कहीँ मुख दिखाने लायक छोडेन कसको कन्ट्याक्ट दिने आफै मर्छ भने मरोस् के भएन म त यो भन्छु अब पहिला म मर्टी ठाउँथे अब रोएँ बहुत रोइयो अब त रोइन्न आफ्नो जिन्दगी देखिन्छ हेर्नुहोस् आफ्नो जिन्दगी पनि बहुत छ यसको सहाराले काटिएन अब आफ्नो जिन्दगी सोच्नु पर्यो मेरो त वैसे मलाई यति काम छ अहिले त टाइम छैन मेरो घर बन्दैछ हेर्नुहोस् ठिक छ अब त तपाईँहरूको सम्बन्ध के हो मैले क्लियर बुझिसकेँ तपाईँले अघि नै भनिसक्नुभयो होइन। र उहाँको कोही आफन्त छन् भने अब उहाँको यहाँनिर ज्वाइँ भन्ने खालको चाहिँ मैले कुरा सुनेको थिएँ यताउति कहीँ गएँ र ज्वाइँ सोद्धाखेरि खोइ के सुनवार भन्नुभयो खोइ के सुनवारको के भन्नुभयो उनले के गर्छन् जवाइले पनि कति हेल्प गर्लान् अब होला अब मलाई थाहा छैन मलेसिया होला जवाइ थाहा भएन बाँकी त मलाई अरू कोही थाहा छैन नै त इनका सबै देश। अब यहाँ सुन्नु न उहाँले यहाँनिर मैले भने तपाईँलाई सजिलो काम सुँगुर काट्नेमा गर्नुहोस् त्यो पनि मान्नुहुन्न त्यसपछि अब बसी काम गर्नुहोस् सेक्रेटरी त्यो पनि गर्नुहोस् अब सुँगुर काट्नेमा तपाईँको अब 2000 जस्तो दिन्छ फेरि 2000 जस्तो दिन्छन् अनि फेरि खाना बस्न पनि फ्री हो। अब सुँगुरको मासु खाँदै बसे पनि भयो सागसब्जी ल्याउने अनि सुँगुरको मासु खाँदै बस्दा पनि भयो। अर्को कुरा सेक्रेटरीमा तपाईँको अब 2272 रुपियाँ दिन्छ होइन 2272 मा 50 रुपियाँ काट्दाखेरि मानिदिउँ 2000 रिङ्गेट अनि 2000 रिङ्गेटले पनि उहाँको त अब 2 महिना 3 महिना मजाले 3 महिना मानिदिउँ 3 महिना 4 महिना मजाले काम गर्नु भने घर जान सक्नुहुन्छ तर त्यो पनि होइन अरे के त्यो म गर्दिन नगर्ने म गर्दैन पैसा मगाउँछु काम नगर्ने हेर्नुहोस् अब काम नगरेर त जिन्दगी कसैले पनि कसैले खिलाउन सक्दैन
तर यो अब अब यसलाई त बसी बसी रक्सी खान्छ अब थाहा छ अब यसले रक्सी खाओस् जो मर्जी अब कति सुधार्न कोसिस गरे सुध्रिन्न यो मान्छे सुध्रिन्न घरमा जान्छ घरमा आमालाई खुकुरी लिएर तानिराख्छ मसित बस्छ मलाई खुकुरी लिएर तान्छ यसको हामीले के यसको के ऋण खाइदिएछौँ फेरि मैले हेर्नुहोस् त्यो आफ्नो बच्चा उसरी लुकाएर आफ्नो कति मैले काम गरेको यसले कम ऋण लगाइदिएर गएको थिएँ मलाई यहाँ मलेसिया गएर कमाएर पठान्छु म अनि त टेन्सन नगर अनि म पैसा पठान्छु भने मलाई यति ऋणमा गाडिदिएर गएको होइन यो मान्छेले तपाईँको यो मान्छेले 15 दिन 1 महिना चाहे रक्सी सधैँभरिलाई छोड्यो भनेदेखि चाहिँ राम्रो हुन्थ्यो अब यहाँ भात खानुहुन्न खाना खानुहुन्न अब जतिखेर पनि रक्सी मात्रै जतिखेर रक्सी चुरोट एक प्याकेट सिध्याउनलाई अब 6-7 घन्टामा फिनिस अनि रक्सी अनि त्यो तरिकाले गर्दाखेरि त मान्छेको जीवन त रहँदैन नि किनकि अब मान्छे त रक्सी त्यस्तो तरिकाले बितिहाल्छ रक्सी नखाने होइन खाने तर कहिले काहीँ खाँदा हुन्छ नि त त्यो औषधि पनि हुन्छ तर डेली खाएर यसरी खाएर त त्यो उहाँ तपाईँको मान्छेसँग तपाईँ कुरा गर्नुहोस् है त मैले मेरो फ्लाइटको टाइम भइगयो छ म भाइ घर गएर म हजुरलाई यसको कोही रिश्तेदारको कन्ट्याक्ट भए पठाइदिन्छु है ल हजुर ल